नमस्कार साथीहरू, सबैजनालाई मेरो यस नयाँ भिडियोमा स्वागत छ। आजको यस भिडियो अन्तर्गत गएर मैले हजुरलाई बताउन गइरहेको छु कि हामीले जसरी मैले जुन थम्बनेलमा फोटो लगाउँछु नि, त्यसको जस्तै मैले यसरी फोटो खिचेर यसको पछाडि जति पनि ब्याकग्राउन्ड देखिरहेको हुन्छ नि, यसलाई चाहिँ हामी कसरी हटाउन सक्छौँ भन्ने विषयमा यस भिडियो बनाएको छु। र पक्कै पनि आशा छ हजुरले मलाई लाइक गर्नुहुनेछ, सब्सक्राइब गर्नुहुनेछ भनेर। आजको भिडियो धेरै ढिला नगरी हामी स्टार्ट गरिहालौँ। फोटोको ब्याकग्राउन्ड हटाउनको लागि सबभन्दा अगाडि गुगललाई ओपन गर। जस्ट म चाहिँ गुगललाई ओपन गरेर देखाउँछु। गुगललाई ओपन गर्नु होला। ओपन गरिसकेपछि सर्च बारमा जानु होला। सर्च बारमा गइसकेपछि यहाँ चाहिँ हजुर सर्च हान्नु होला थम्बनेल इरेजर भन्ने। थम्बनेल इरेजर सर्च हान्नु होला। यो चाहिँ पहिलो वेबसाइटमा क्लिक गर्नु होला जुन मैले यहाँ देखिरहेको छु। यति पेटी नभने त्यहाँको लिङ्क पनि सर्च हान्न सक्नुहुन्छ। त्यसपछि यसलाई ओपन गर्नु होला। ओपन गरिसकेपछि चाहिँ अपलोड इमेजमा क्लिक गर्नु होला। यो चाहिँ फ्रीवाला वेबसाइट रहेको छ। अपलोड इमेजमा क्लिक गरेर कुनै पनि एउटा फोटोलाई अपलोड गर्नु होला। म सिम्पली तरिकाले एउटा फोटोलाई अपलोड गर्छु। अपलोड गरिसकेपछि यसमा सरी इरर भनेको छ। कोही बेला यसमा इरर देखाउन सक्छ। त्यसैले नै म फेरि यसमा अर्को फोटो, यही फोटोलाई अर्कोचोटि यहाँ फेरि हालेर देखाउँछु। जस्ट मैले चाहिँ देख्न सक्नुहुन्छ अर्को फोटो पनि हालिसकेको छु। यहाँ लोडिङ लिइरहेको छ। कोही बेला मात्रै समस्या देखाउँछ। त्यसो चाहिँ भइहाल्छ है साथीहरू। त्यसमा चाहिँ देख्न सक्नुहुन्छ यसको चाहिँ हाम्रो पछाडिको ब्याकग्राउन्ड चाहिँ हटिसकेको छ। डाउनलोड तलको डाउनलोड अप्सनमा क्लिक गर्नु र फ्रीको अप्सनमा क्लिक गर्नु होला। त्यसपछि हजुरको डाउनलोड भइसकेको छ। म एकचोटि ग्यालेरीमा गएर देखाइदिनेछु। ग्यालेरीमा आइसकेको छु। ग्यालेरीमा आइसकेपछि देख्न सक्नुहुन्छ हाम्रो पछाडिको ब्याकग्राउन्ड चाहिँ हटिसकेको छ। पछाडि ब्ल्याक देखिएको छ तर पनि हटिसकेको छ।